नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। बर्दिवासमा बसको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु। दाङमा बाढीले बस बग्दा 11 जना घाइते। जनकपुरमा छुरा प्रहार गरी 1 जनाको हत्या, 1 जना घाइते। संघीय संसदमा 7वटा विधेयक पेश गर्ने सरकारको निर्णय। आगामी असोज 3 गतेभित्र मौलिक हक सम्बन्धी कानून बनाइसक्ने सरकारको तयारी। पर्यटकीय स्थलको प्रबन्धनका लागि यही श्रावण 27 गते काठमाडौँमा विशेष कार्यक्रमको आयोजना। र साइबर क्राइमलाई पत्रकारहरू तर्साउने माध्यमको रूपमा प्रयोग नगर्न सरकारलाई नेपाल पत्रकार महासङ्घद्वारा ध्यानकर्षण। अब समाचार विस्तारमा। महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका 1 स्थित बर्दिवास चोकमा बसको ठक्करले बेलुकी 6 बजे मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार भएका गम्भीर घाइते भएका छन्। मोटरसाइकल सवार बर्दिवास नगरपालिका 4 माइथान बस्ने वर्ष 47 को गणेश विश्वकर्मा बेलुकी गौतम होटल अगाडि पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट लालबन्दी जाँदै गरेको 1X4018 नम्बरको वाहन पर 3975 को मोटरसाइकललाई 81 ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका लागि बर्दिवास शुभ स्वास्थ्य हस्पिटललाई जाने क्रममा बाटैमा बिकको मृत्यु भएको हो भने बस चालक फरार रहेको छन्। बर्दिवासका स्थानीयहरूले बर्दिवास चोकमा केही बेर प्रदर्शन पनि गरेका छन्। बस प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु प्रसाद कुमीले जानकारी दिएका छन्। दाङको गढ खोलामा आएको बाढीले बस बगाएको छ। बाढीमा बस बग्दा 11 जना घाइते भएका छन्। घाइतेमध्ये 2 जनाको अवस्था गम्भीर छ। आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको नाच X8136 नम्बरको बस खोलामा बगेको हो। घाइतेहरूको तुलसीपुरमा उपचार भइरहेको छ। डिएसपी प्रकाश सापकोटाको धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए। घुरेही तुलसी लमही सडक खण्डमा पर्ने ठूला खोलाहरूमा निर्माणाधीन पुल अलपत्र हुँदा आवत जावतमा कठिनाइ भएको छ। गुरही तुलसीपुर सडक खण्डमा बम्बई, कटुवा, सोवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरू पर्दछन्। यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ। नेपालगञ्ज उपमहानगरपालिका सहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ। नेपालगञ्जको सेतु, विकट चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ। गाडी पनि चल्न नसकेका छन्। बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ। पानीको निकासको राम्रो प्रबन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 19 बेङसिहापुर छुरा प्रहार गरी 1 जनाको हत्या गरिएको छ। स्थानीय अरुण यादव र अति सुन्दर यादवको छुरा प्रहारबाट गम्भीर घाइते भएका उनकै आफन्त रामवृक्ष यादवको मृत्यु भएको छ भने उनका छोरा राम सोगारथ यादव गम्भीर घाइते भएका छन्। यादवको जनकपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गम्भीर घाइते राम सोगारथ को उपचार जनकपुरमा सम्भव हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। दुवैजनाको बायाँ कोखामा छुरा प्रहार गरिएको छ। यता नाम नखुलेको मृतक यादवकी पत्नी समेत झगडामा परि घाइते भएकी छिन्। उनलाई समेत जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ। घरायसी विवाद उग्र रूप लिएपछि 1 जनाको ज्यान गएको हो। आरोपित यादव दयलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ। राष्ट्रिय सभाले पूर्व सांसद कमल प्रसाद पङ्गेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पूर्व सांसद कमल प्रसाद पङ्गेनीको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। 2070 सालको संविधान सभा निर्वाचन स्याङ्जा क्षेत्र नम्बर 2 बाट निर्वाचित पूर्व सांसद पङ्गेनीको हृदयघातका कारण आइतबार बिहान 5 बजेर 30 मिनेटमा स्याङ्जा स्थित निवासमा
निधन भएको थियो। नेपाली कांग्रेसका तत्कालीन स्याङ्जा जिल्लाका सभापति समेत रहनुभएका पङ्गेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। समाजसेवाको क्षेत्रमा समेत क्रियाशील पूर्व सांसद पङ्गेनीको आत्माको चिर शान्तिको कामना गर्दै बैठकले 1 मिनेट मौन धारणा समेत गर्यो। अर्को बैठक 23 गते बुधबार 11 बजेको लागि बोलाइएको छ। सरकारले 7 वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको मन्त्री परिषद बैठकले नेपाल नागरिक ऐन 2063 लाई संशोधन गर्न बनेको विधेयक सहित 7 वटा विधेयक संसदीय सदनमा पेश गर्ने निर्णय गरेको हो। भुक्तानी तथा पछौट विधेयक 2075 सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 वातावरण संरक्षण पहिलो संशोधन विधेयक 2075 उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 संघीय संसदमा पेश गर्ने, त्यसैगरी वातावरण संरक्षण पहिलो संशोधन ऐन 2075 पनि संसदमा पेश गर्ने, त्यसैगरी भुक्तानी तथा फर्स्योट विधेयक संसदमा पेश गर्ने, उपभोक्ता संरक्षण सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक पनि 2075 संसदमा पेश गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन पनि 2074 लाई संशोधन गर्न बनेको विधेयक 2075 संसदमा पेश गर्ने। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिहरूको व्यापार नियन्त्रण पहिलो संशोधन सम्बन्धी विधेयक पनि संसदमा पेश गर्ने निर्णय गरेको छ। सरकारले संविधानसँग प्रतिकूल रहेको ऐन कानुन संशोधनको कामलाई उच्च प्राथमिकतामा दिँदै आएको छ। आगामी असोज 3 गतेभित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हक सम्बन्धी कानुन सरकारले बनाउन नै सक्नुपर्नेछ। अब समाचारमा विश्रामपछि पर्यटकीय स्थलहरूको प्रबन्धनका लागि यही श्रावण 27 गते काठमाडौँमा विशेष कार्यक्रम आयोजना गर्ने, साइबर क्राइमलाई पत्रकारहरू दर्शाउने माध्यमको रूपमा प्रयोग नगर्न सरकारलाई नेपाल पत्रकार महासङ्घद्वारा ध्यानकर्षण र ऐतिहासिक अन्तर्राष्ट्रिय 1 दिवसीय सिरिज खेल नेपाल राष्ट्रिय क्रिकेट टोली अब स्वदेश फिर्ता। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओम प्रकाश मिश्रले सम्हाल्नु भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी आइतबारबाट बिदामा बसेपछि दोस्रो वरियतामा रहनुभएका वरिष्ठ न्यायाधीश मिश्रले कायम मुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो। प्रधान न्यायाधीशमा प्रस्तावित कायम मुकायम प्रधान न्यायाधीश जोशीलाई संसदीय सुनवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट बिदामा बस्नु भएको थियो। जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाट सम्हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। काम कारबाही सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश ओम प्रकाश मिश्रज्यूबाट पेशी नियमित रूपमा पेशी तोक्ने र अरू प्रशासनिक काम कारबाही गर्ने काम चाहिँ सम्पन्न भएको अवस्था छ। सर्वोच्च अदालतमा नियमित रूपमा पेशी तोक्ने समय, पेशी सार्वजनिक हुने समय भनेको दैनिक बिहान 10 बजेको समय हो र आज पनि नियमित रूपमै बिहान सधैँ नियमित रूपमा प्रकाशित हुने समयमै सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री ओम प्रकाश मिश्रज्यूबाट पेशी तोकिएको थियो। यसरी पेशी तोक्ने क्रममा 8वटा संयुक्त इजलासहरू थिए र आज जम्मा 466 वटा मुद्दाहरू पेशीमा रहेकोमा सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री ओम प्रकाश मिश्र श्रीमान र माननीय न्यायाधीश श्री बम कुमार श्रेष्ठ श्रीमानको इजलासमा 57 वटा मुद्दा पेशीमा चढेका थिए। त्यसमध्ये 4 वटामा फैसला भएको अवस्था छ।
सर्वोच्च अदालतमा आइतबार 57 थान मुद्दा पेशीमा चढेको थियो। त्यसमध्ये 4 वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेपालले बिना कारण प्रस्तावित प्रधान न्यायाधीश दीपक राज जोशीले अस्वीकृत करबाक निर्णय लिएको आरोप लगाएको छ। कांग्रेस नेता एवं संसदीय सुनवाई विशेष समितिका सदस्य भीमसेन प्रधानले बिना कारण जोशीलाई प्रधान न्यायाधीश बन्न नदिएको भन्दै नेकपाप्रति आक्रोश व्यक्त गर्नुभएको हो। उहाँले अब संघीय कानून नबनाई प्रधान न्यायाधीशको सुनवाई नगर्ने अडान पनि राख्नुभयो। संघीय कानून बिना नै जोशीको सुनवाई गर्दा आफूहरू फसेको उहाँको तर्क थियो। आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता प्रधानले प्रधानमन्त्री, विपक्ष दलका नेता, प्रतिनिधि सभाका सभामुख सहित सर्वोच्च पदाधिकारीहरूले गरेको निर्णय अस्वीकृत गर्ने अधिकार संसदीय सुनवाई विशेष समितिलाई नरहेको तर्क पनि गर्नुभयो। कांग्रेस नेता दासले जोशीको सुनवाई चित्त नबुझेको कारण अस्वीकृत गर्नु परेको भने नेकपाका नेताहरूको तर्कको कुनै अर्थ नरहेको दावी पनि गर्नुभयो। टोखा नगरपालिकाले पर्यटकीय स्थलको प्रबन्धनका लागि यही श्रावण 27 गते काठमाडौँमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पर्यटकीय स्थलको प्रबन्धनका लागि आगामी श्रावण 27 गते काठमाडौँमा विशेष कार्यक्रम आयोजना गर्न लागि जानकारी दिनुभएको हो। संस्कृतिविद सत्यमोहन जोशीको उपस्थितिमा र्याली निकालेर आयोजना गर्न लागि कार्यक्रमका टोखा नगरपालिकाको गरु योजना पनि सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। छलफल गर्यौं, राय लियौं, सुझाव लियौं र अब साँच्चै नै हामीले यो जसरी टोखाको ऐतिहासिकता नाम जोडेको छ त्यसलाई हामीले अब कसरी जीवन्तता दिने, त्यसलाई कसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने र त्यहाँ त्यसलाई त्यो परिचित गराएर कसरी हामीले यो एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरू त्यहाँ झिकाउने भन्ने सवालमा हामी गर्ने छलफल गर्छौँ। टोखा नगरपालिकामा एउटा प्राविधिक विद्यालय रहनुपर्छ। हामी यो परम्परावादी शिक्षाले हामी धेरै बेरोजगार भयौँ। अब आउने सन्ततिले त्यो बेरोजगारीबाट हट्नुपर्छ। त्यो बेरोजगारीको जुन हामी धेरै सङ्ख्यामा छौँ त्यो न्यूनीकरण हुँदै जानुपर्छ भनेर टोखा नगरपालिकाले प्राविधिक विद्यालयको अवधारणालाई अगाडि सारेको छ। टोखा नगरपालिकाले स्थानीय भाषा संस्कृतिको विकासका लागि गुरु योजना नै तय गरेको छ। सोही गरी योजना सार्वजनिक गर्न विशेष कार्यक्रम योजना गरिएको हो। कार्यक्रममा उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल, सांस्कृतिक पर्यटन तथा नागरिक कल्याण मन्त्री रविन्द्र अधिकारी उपस्थित हुनुहुनेछ। मेयर अधिकारीले टोखा नगरपालिकालाई समृद्ध बनाउन संघीय सरकार र प्रदेश सरकारसँग पनि विशेष सहकार्य गर्ने योजना अघि सार्नुभयो। अब फेरि समाचारमा विश्रामपछि साइबर क्राइमलाई पत्रकारहरू तर्साउन माध्यमको रूपमा प्रयोग नगर्न सरकारलाई नेपाल पत्रकार महासङ्घद्वारा ध्यानकर्षण र ऐतिहासिक अन्तर्राष्ट्रिय 1 दिवसीय सिरिज खेल नेपाली राष्ट्रिय क्रिकेट टोली आज विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाल पत्रकार महासङ्घले साइबर क्राइमलाई पत्रकारहरू तर्साउने माध्यमको रूपमा प्रयोग नगर्न सरकारको गम्भीर ध्यानकर्षण गराएको छ। नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साइबर क्राइमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुन नदिन महासङ्घ सचेत रहेको पनि स्पष्ट पार्नुभयो। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले साइबर क्राइम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषय नभएकाले यसलाई पत्रकारहरूसँग जोडेर हेर्न नमिल्ने तर्क पनि गर्नुभयो। वरिष्ठ उपाध्यक्ष पोखरेलले पत्रकारलाई साइबर क्राइमको नाममा तर्साउने काम गरे सही नहुने चेतावनी पनि दिनुभयो। पत्रकार महासङ्घको त प्रष्ट कुरा के भन्दाखेरि यो साइबर क्राइम भन्ने नेपालका पत्रकारहरूलाई र नेपालका औद्योगिक पक्षधरलाई तर्साउने काम हुँदै होइन, यसको मिसयुज गर्नै पाइँदैन र यो कुरा यो
नागरिकले जहाँ जसरी अभिव्यक्ति आफूलाई अभिव्यक्त गर्छ त्यो अभिव्यक्त गर्न पाउनुपर्छ र त्यहाँसम्म यो आउनु मिल्दैन भन्ने कुरा पत्रकार मान्छेको स्पष्ट स्ट्यान्ड हो। यो साइबर क्राइम पत्रकारले तर्साउन अथवा अभिव्यक्ति आफूलाई अभिव्यक्त गर्न चाहने नागरिकले तर्साउने होइन। यसको अर्कै त्यहाँ आफ्नो कार्यक्षेत्र छ, दायरा छ, त्यो सञ्चारी सञ्चय छ, त्यसले त्यसको गलत व्याख्या भएको छ भनेपछि पनि त्यो व्याख्यालाई सर्वोच्च अदालतबाट सही व्याख्या दिलाउनुपर्छ भनेर हाम्रो इच्छाबाट हाम्रो आग्रह पनि छ। अपराधलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीको भूमिका कस्तो छ वा पूर्व सदस्य एम बिराई हुनुहुन्छ, उहाँलाई पनि मैले आसन बनाउनको लागि अनुरोध गरेँ। कार्यक्रममा बोल्दै प्रहरी उपनिरीक्षक नरेन्द्र उप्रेतीले अनुसन्धानबाट पुष्टि नभए साइबर क्राइम अन्तर्गत कसैलाई पनि कारबाही नहुने स्पष्ट पार्नु भएको थियो। उहाँले साइबर अपराधी सम्बन्धी उजुरी आएपछि त्यसलाई प्रमाणको आधारमा मात्रै अघि बढाउने गरेको उहाँको दाबी थियो। नेपाल प्रहरीले गर्ने भनेको एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हो, प्रमाणिक अनुसन्धान हो। त्यसमा प्रमाणको एभिडेन्स कति छ त्यसलाई लिएर नै जाने हो। सङ्ख्यात्मक हिसाबमा भन्ने हो भने अहिले 73-74मा केन्द्रीय अनुसन्धान ब्युरो जसको जुडिक्सन त्यसै भन्छ, उनले 73 असारदेखि 74को असारसम्म र 74 असारदेखि आजको मितिसम्ममा हेर्ने हो भने 14 र 2 अहिले साउनमा मात्र 2टा छ। एउटा त्यो सर्भको जुन दर्ता नभई चलाएको आरम्भ नेपाल प्रहरीसँग हाल 1197वटा साइबर क्राइम सम्बन्धी उजुरी दर्ता भएका छन्। ती सबै उजुरीमाथि प्रमाण पुर्याएर मात्र कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको दाबी छ। कार्यक्रममा पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र साइबर क्राइम बीच कुनै सम्बन्ध नभएको दाबी गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको लम्बक टापु केन्द्रबिन्दु भएर आइतबार 7 रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्पमा परि अहिलेसम्म 82 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। संयोग घाइते भएका छन्। इन्डोनेसियाका प्रकोप व्यवस्थापन अधिकारीहरूले हजारौं घरहरू भत्किएको जनाएका छन्। भूकम्पपछि अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन्। विद्युत आपूर्ति बन्द भएको छ। इन्डोनेसियाको प्रकोप व्यवस्थापन प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर सडक संरचनाहरू भत्किएको बताएका छन्। छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडियो फुटेजमा देखिन्छ। भूकम्प लगातै सुनामीको चेतावनी दिएको थियो, तर अहिले त्यस्तो खतरा नरहेको भन्दै फिर्ता लिएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो। 6.4 रिक्टर स्केलको भूकम्पमा 16 जनाको ज्यान गएको थियो। अब खेल समाचार। ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। सोमबार बिहान जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशर कुमार विष्ट लगायतले भव्य स्वागत गर्नुभएको थियो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्यान्ड्स विरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो। 2 एक दिवसीय खेलको श्रृङ्खलामा नेपालले 1-1 को बराबरी गरेको हो। पहिलो खेलमा 55 रनको पराजय बिहोरेको नेपालले दोस्रो खेलमा 1 रनको रोमाञ्चक जित हासिल गरेको थियो। त्यसअघि नेपाली क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्ड्समा नेदरल्यान्ड्स मेरिल्यान्ड्स क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण T20 सिरिज खेलेको थियो। वर्षाको प्रभावित सिरिजमा नेपाल र नेदरल्यान्ड संयुक्त रूपमा विजयी भएका थिए। पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा जित हासिल गरेपछि नेपाली टोली निकै उत्साहित छ। कप्तान पारस खड्काले पनि पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिनुभयो। उनले लर्ड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्यान्ड्सको सिरिज बराबरी हुनुले आफूहरू उत्साहित भएको बताउनुभयो। एसिया कप छनौट नजिकै
आइरहेको अवस्थामा पहिलो एक दिवसीय सिरिजको राम्रो प्रदर्शनले भविष्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताउनुभयो। उहाँले एसिया कप छनौट नेपालका लागि अवसरको रूपमा रहेको र त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्ने आवश्यकता औलाउनुभयो। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा भने नेदरल्यान्ड्स विरुद्धको सिरिज नेपाली क्रिकेटको स्तरोन्नतिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। प्रशिक्षक टमाटाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँ रहेको पनि स्वीकार गर्नुभयो। उहाँले विश्व क्रिकेटकै पावर हाउस मानिने भारत पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा गर्नका लागि एसिया कप छनौटमा 100% प्रदर्शन गर्ने बताउनुभयो। उसमै पुलमा परेको छ। अब अफकोर्स राम्रो क्रिकेट खेल्ने हो, राम्रो क्रिकेट खेलेर त्यो सबैको प्लेयरहरूको पनि ड्रिम छ कि यस इन्डिया र पाकिस्तानसँग खेल्ने भनेर त्यो हिसाबको मेहनत पनि गरिरहेछौँ कि होइन। र अब 2-4 दिनमा हामी रेस्ट गरेर फेरि क्याम्प स्टार्ट गर्दैछौँ। त्यो श्रीलङ्काको पनि हामीले चाहिँ प्रपोजल दिएको छौँ त्यहाँ म्याच प्र्याक्टिसको लागि। मेबी भोलि पर्सिसम्म आउँछ त्यो र त्यसपछि हाम्रो चाहिँ स्टार्ट हुन्छ। आगामी अगस्त 29 देखि नेपालले मलेसियामा एसिया कप छनौट खेल्दैछ। पहिलो खेल नेपालले ओमनसँग अगस्त 29 मा बायोमास ओभलमा खेल्नेछ। अगस्त 30 मा नेपालले आफ्नो दोस्रो खेल युनाइटेड अरब इमिरेट्स UAE को सामना गर्नेछ। सेप्टेम्बर 1 मा घरेलु टोली मलेसियासँग, सेप्टेम्बर 2 मा सिङ्गापुरसँग र सेप्टेम्बर 4 मा हङकङसँग खेल्नेछ। यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अनसन एसिया कप क्रिकेट खेल्नेछ, जहाँ एसियाका 5 टेस्ट मान्यता प्राप्त मुलुकका टोलीसँग प्रतिस्पर्धा हुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। पर्दिवासमा बसको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, दाङमा बाढीले बस बग्दा 11 जना घाइते। जनकपुरमा छुरा प्रहार गरी 1 जनाको हत्या, 1 जना घाइते। संघीय संसदमा 7 वटा विधेयक पेश गर्ने सरकारको निर्णय, आगामी असोज 3 गतेभित्र मौलिक हक सम्बन्धी कानुन बनाइसक्ने सरकारको तयारी। पर्यटकीय स्थलहरूको प्रबन्धनका लागि यही श्रम 27 गते काठमाडौँमा विशेष कार्यक्रमको आयोजना। र साइबर क्राइमलाई पत्रकारलाई तर्साउने माध्यमको रूपमा प्रयोग नगर्न सरकारलाई नेपाल पत्रकार महासङ्घद्वारा ध्यानकर्षण। हो त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।